नमस्कार। नमस्कार। साझा टिपमा यहाँलाई स्वागत छ। हस्, थ्याङ्क यू। एउटा बहुप्रतिभावान, एक शब्दमा भन्नुपर्दा सम्माननीय व्यक्ति हुनुहुन्छ। यहाँको परिचय दिँदाखेरि भूपो ब्रिटिस आर्मी, खोटाङ सेवा समाजको अध्यक्ष, तुवाचुङ जायजुङ संरक्षण समितिको पनि अध्यक्ष हुनुहुन्छ। हजुर हो। किराँत राई आँखाको केन्द्रीय अध्यक्ष उपाध्यक्ष दुई कार्यकाल समेटेर आइरहनु भएको छ। साथसाथै एउटा राजनीतिक विश्लेषक र समाजलाई देशलाई केही योगदान दिन्छु भनेर अझ जागरुकताका साथ लागिरहनुभएका एउटा राजनीतिक नेता, जसपा नेपालबाट खोटाङमा 2 पटक चुनाव पनि लड्नु भएको छ। जसपा नेपाल, हजुर जसपा। यहाँसँग अब कुराकानी गर्न आज हामी समसामयिक विषयमा कुराकानी गर्न चाहन्छौँ। जस्तो अहिले चाहिँ हामी यो जेएनजीको विषयमा कुराकानी गरौँ। यहाँहरू पहिला अब व्यथिति भ्रष्टाचारको विषयमा यहाँहरूले आवाज उठाइरहनु भएको थियो। हुँदा जेएनजीको यो परिवर्तन भएर अहिले अन्तरिम सरकार आइरहनु भएको छ, आइसकेको छ। यसलाई कसरी लिनुहुन्छ यहाँले? कुन दृष्टिबाट यहाँले हेरिरहनु भएको छ? अब जेएनजीको सन्दर्भमा र यो आन्दोलनको सन्दर्भमा कुरा गर्ने हो भने सबैले परिवर्तन चाहन्छ। हजुर। तर परिवर्तनको क्रममा अहिले 21औं शताब्दीको परिवर्तन चाहन्छ। त्यो ढुङ्गे युग, जङ्गली युगको परिवर्तन होइन। अब तपाईको 21औं शताब्दी भने ग्लोबलाइजेसनको, इन्टरनेटको जमाना हो। त्यसकारणबाट यो जमानामा जेएनजीहरूले जुन उहाँहरूको चाहना अनुसार उहाँहरूले आन्दोलन गर्नुभयो, सरकारलाई उहाँहरूको लक्ष्य र उद्देश्य भनेको यो सारा चिज चाहिने ध्वस्त बनाउनु थिएन। उहाँहरूको जायज माग थियो। त्यो माग भनेको देशमा अत्यन्तै 46 साल पछाडि भ्रष्टाचारको दलदलमा देश डुबेको छ। मैले भन्नै पर्दा मैले तपाईको 2000 मा आउँदाखेरि 70-75 हजारमा 1 तोला सुन आउँथ्यो भने र 70 to 80 मा 1 पाउन्डको त्यो एक्सचेन्ज भ्यालु थियो भने अहिले 200 र सुन 2,18,000 to 23,000 पुगिसकेको छ। हजुर। त्यो के हो त भन्दाखेरि त्यो भ्रष्टाचारको कारणले, नेपालको अर्थतन्त्र डुबेको कारणले त्यो डलर र पाउन्डको भाउ चाहिने माथि पुगेको हो। र यस्तो चिजहरू रोक्नुपर्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्छ भन्ने एउटा जायज माग थियो। त्यसको साथसाथमा जेएनजीहरूले जुन चाहना थियो त्यो भनेको अहिले टेक्नोलोजीलाई रोक्नु हुँदैन, फेसबुकहरू, सबै सामाजिक सञ्जालहरू चाहिँ रोक्नु हुँदैन भन्ने उहाँहरूको माग थियो। तर द्वन्द्व अथवा तपाईको आन्दोलन भनेको चाहिँ त्यो सोच गरेर, परिकल्पना गरेर त्यो हुँदैन। त्यो कहाँबाट कहाँ तपाईको हावाहुरीले कता कता बढार्छ, लान्छ। त्यो त्यस्तो किसिमको भयावहको ऐतिहासिक चाहिने आन्दोलन भयो र म जेएनजीहरू जो चाहिने शहादत प्राप्त गर्नुभयो उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। जस्तो अब जेएनजीले जुन माग गरेका थियो, जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी भनौँ न प्रमुख, हजुर, राष्ट्रपति या प्रधानमन्त्री, भ्रष्टाचार पुरै सुन्ने, यी कुराहरू अहिले सम्बन्धन हुन्छ जस्तो लाग्दैन यहाँलाई यो जुन अन्तरिम सरकारबाट? अब अहिले जुन हिजो तपाईको प्रधानमन्त्रीज्यूको सम्बोधन आयो, राष्ट्रलाई सम्बोधन, त्यो हिसाबले हो भने जेएनजीले यत्रो चाहिने अहिले 75 जनाले ज्यान गुमाइसकेको छ र कति चाहिने अझै पनि शनाखत हुन नसकेको लासहरू भेटेको छ, कंगाल लासहरू। भने पछाडि उहाँहरूले यत्रो बलिदान दिएको मलाई लाग्छ यो सम्बोधन भएन भने त्यो उहाँहरूको योगदानको सम्मान हुँदैन, कदर हुँदैन। तर अहिले प्रधानमन्त्रीज्यूले के भनिराख्नु भएको छ भने हाम्रो त्यो होइन, हाम्रो कर्तव्य भनेको अन्तरिम सरकारले फागुन 21 गते चुनाव गराउने हो, निष्पक्ष ढङ्गले चुनाव गराउने हो। चुनावबाट आए पछाडि मात्र
त्यो सरकारले संविधानलाई संशोधन गरेर अगाडि जान सक्छ भन्ने जुन अभिव्यक्त आयो त्यसले चाहिँ म के देख्दैछु भने हामीले कोशी 1 नम्बर प्रदेशको नाम कोशी जब राख्यो फागुन 17 गते त्यसको आन्दोलनमा हामी आन्दोलित छौँ र त्यतिखेर पनि तत्कालीन प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो उहाँले तपाईहरु आउनुहोस् 2/3 मत जित्नुहोस् चुनावमा 2/3 मत ल्याएर तपाईहरु जे नामकरण गर्नुहुन्छ त्यो गर्नुहोस् भन्नुभएको थियो भनेपछि त्यहाँ भन्दा कुनै चाहिने फरक जस्तो लाग्दैन तर अब यो यस्तो किसिमको चाहिने हुन सकेन भने मलाई लाग्छ यो फेरि जेनजीहरुबाट अर्को आन्दोलनको सुरुवात हुन सक्छ भन्ने मलाई लाग्छ घुसपेट भयो भन्ने कुरा आइरहेको छ जस्तो विध्वंस त धेरै भयो नि विनाश धेरै भयो खरबौंको विनाश करिब भयो भन्ने कुरा अनुमान गरिरहेको छौं हामीले हाम्रो आफ्नो सम्पत्तिहरु राष्ट्रिय सम्पत्ति सबै कुरा जलेर ध्वस्त भएको छ यो कुरामा यहाँले के भन्नुहुन्छ घुसपेट भयो कि भएन जस्तो लाग्छ यहाँलाई अब तपाईको आन्दोलन हो घुसपेट त भइहाल्छ किन भन्दाखेरि अब त्यो जेनजीहरुले त्यही सोच होला मलाई लाग्छ हाम्रा चाहिने पूर्व प्रधानमन्त्री केपी ओली ज्यूले पनि भन्नुभएको थियो त्यो उहाँलाई लाग्यो कि त्यो कोशी चाहिने नाम प्रदेशको नाम खारिजको लागि हामीले आन्दोलन गर्यौं हाम्रा साथीहरुले धेरै ज्यान गुमायो त्यसमा चाहिने धेरै घाइतेहरु पनि हुनुभयो अनि तिनकुनेको चाहिने आन्दोलन थियो त्यस्तै सोच्नु होला उहाँले अन्डर एस्टिमेट गर्नुभयो र उहाँले भन्नुभयो त्यो जेनजी बाबुहरु 3-4 हजार आउनुहुन्छ यसो टायर सार बालेर जानुहुन्छ के हुन्छ र भन्नुभयो उहाँले पनि यस्तो परिकल्पना गर्नुभएको थिएन तर उहाँहरुले मलाई लाग्छ उहाँको सुरक्षा निकायहरुले उहाँलाई ब्रिफिङ गरिसकेको हुनुपर्छ किनभने अब देशमा यस्तो विषम परिस्थिति आउनु आट्यो यस्तो परिघटनाहरु घट्छ त्यसैले त्यो सिचुएसन रिपोर्ट चाहिँ उहाँ कहाँ पुगेको हुनुपर्छ तर उहाँको त्यो दम्भ घमण्डको कारणले यो भयो अब त्यो तपाईको जेनजीको कारणले मात्र त हो आन्दोलन सफल नहुने हो उहाँको माग नै दुईटा मात्र थियो तर घुसपेट भइसके पछाडी सारा बृहत हुँदै गयो गोली चल्दै गयो यसले विध्वंसहरु मचिदै गयो अन्ततः सरकारलाई ढालेरै छाड्यो जस्तो अब संविधान कतिपयले चाहिँ अब यो जेनजीको ऐतिहासिक विश्वमा काहीँ नभएको नेपालमा त्यस्तो आन्दोलन भयो जसले पूर्व प्रधानमन्त्रीहरु सबै भागे मन्त्री भागे सबै भागे भने भगोडे भए संविधान स्वतः खारिज हुनुपर्ने हो तर फेरि अहिले हेर्दाखेरि त्यही संविधानको माथि राष्ट्रपतिले अहिले अन्तरिम सरकार बनाउनु भएको छ अब त्यसरी गइरहेको छ यहाँको विचारमा यो संविधान ठीक थियो कि थिएन अब मलाई त संविधान त जुन 72 सालमा ल्याइयो मलाई लाग्छ र हामीले भन्दै पनि आको संविधान अधुरो अपुरो छ यसलाई संशोधन गर्दै लानुपर्छ संशोधन गर्नुपर्थ्यो र परिमार्जन गरे पछाडी नै त्यो मागहरु पनि त्यहाँ अटाउँदै जान्थ्यो तर यहाँ त के भयो भन्दाखेरि अहिले तपाईले भन्नुभएको सन्दर्भमा पनि आन्दोलनमा यो तरिकाले गर युद्ध यो तरिकाले गर भनेर तपाईको चाहिने संविधानमा कहीं उल्लेख हुँदैन युद्ध जसरी हुन्छ तपाई जित्ने हो जित्नको लागि लड्ने हो तर त्यो फ्रन्ट लाइनमा बस्नेहरुले पनि त्यहाँको सिचुएसन रिपोर्टहरु दिन्छ यहाँ यस्तो किसिमको घटना हुँदैछ त्यो रेडियो मार्फत देला या कुनै माध्यमहरुबाट देला अनि पिछाडी बस्ने त्यो टाउकेहरुलाई मेसेज पुगिसकेपछि उहाँहरुले कसरी डिसिजन गर्ने भन्ने कुराहरु हुन्छ त्यो उल्लेख हुँदैन तपाईको चाहिने यो तपाईले भन्नुभएको जायज छ जेनजीले जबसम्म यो परास्त मन्त्री प्रधानमन्त्रीहरुलाई चाहिने गरिसके पछाडी राष्ट्रपतिको पनि खास उहाँलाई पनि हटाउनै पर्ने थियो र अर्को संविधान लेखनतिर लाग्नु पर्ने थियो जस्तो मलाई लाग्छ त्यही त 5 किनभने आन्दोलनमा त संविधान बनाएर राष्ट्रपति नराख्ने न प्रधानमन्त्रीलाई हटाउनु पर्छ भन्ने त थिएन नि संसारको इतिहासमा 2 दिनमा चाहिने यत्रो तसनस भयो नेपाल हो पहिलो अहिले यो कारणले गर्दाखेरि पनि जेनजीहरुले सिक्दै जादो रहेछ मेसेज ग्लोबलाइजेसन छ सबै चीज नेटमा हेर्छ अहिले इन्डिया बेलायत अस्ट्रेलिया सबैतिर यस्तो भइरहेकै छ अब यसले केही रूपहरु लिन्छ तर जेनजीको माग सम्बोधन भएन भने फेरि यो सरकारको पनि आयु लामो छ दिनगन्ती सुरु हुन्छ जस्तो अब यहाँले बोलेको कुरालाई मैले कोड गरेर भने जस्तो अब जेनजीको मागहरु दुईटा थियो विशेष गरेर हैन
तर अहिले आएर फेरि अन्तरिम सरकार चुनाव हुँदाखेरि त त्यो पहिलेकै अभ्यासको चुनाव भइरहँदाखेरि त फेरि त्यो पुरानो दलका नेताहरू आउँछ होइन। त्यसले गर्दाखेरि फेरि त हामी जस्तोको त्यस्तै हुने भयो। जेएनजीको शहीदहरूको बलिदानहरू खेर जाने भयो, अपाङ्गहरूको जुन भइरहेको छ उहाँहरूको पनि बलिदान खेर जाने भयो। त्यसले गर्दाखेरि अब नयाँ परिवर्तनको निम्ति जेएनजीको मागलाई हुबहु तरिकाले चाहिँ लागू गर्नको निम्ति कस्तो प्रकारको संविधान माफ गर्नुहोस् कस्तो प्रकारको चुनाव हुनुपर्छ जस्तो लाग्छ यहाँलाई? चुनाव मलाई लाग्छ अब यी जो चाहिने पार्टीका अध्यक्ष लगायत जो मन्त्रीमण्डलमा हुनुहुन्थ्यो र यो अहिले भइरहेको चाहिने माननीयहरू पनि हुनुहुन्छ, यी साथीहरूले काम गरेन र नै त्यसकै रिजल्ट हो यो भोग्नु परेको र यो अवस्था आएको। त्यस कारणबाट यी साथीहरूलाई चाहिँ चुनावमा उठ्न नपाउने पनि एउटा वातावरण सिर्जना गर्नुपर्ने भयो। पुरानो जो हुनुहुन्थ्यो नेता हुनुहुन्थ्यो उहाँलाई चाहिँ उठ्न नलाउने त्यो अब तपाईँको यिनीहरूलाई मलाई लाग्छ तुरुन्तै चाहिने आयोग गठन गरेर उहाँहरूको सम्पत्तिको छानबिन गर्ने अनि अकुत सम्पत्ति भ्रष्टाचार गरेर कमाएको छ त्यसको चाहिने सरकारीकरण गरेर विकासमा लाउने। अनि साथीहरूलाई चाहिँ यी भ्रष्टाचारीहरूलाई जसले भ्रष्टाचार गर्नुभयो 46 सालदेखिको अहिलेसम्ममा आएको नेता कर्मचारी जो हुनुहुन्छ उहाँहरूको सम्पत्ति छानबिन गरेर अब अकुत कमाएको छ भने त जेल पनि जानुपर्छ। अनि ती भन्दा बाहेकका पनि पार्टीभित्र लाग्ने पनि सबै चाहिने एउटै ढालोमा त मुस्नु भएन। राम्रा मान्छे पनि छन् नि त, तर त्यो मान्छेसँग जब कि त्यो किसिमको पहुँच पुग्दैन, पैसा दिने पुग्दैन, उहाँहरूसँग चाहिने चाकडी गर्ने चाहिने क्षमता हुँदैन, त्यस्ता मान्छेहरूलाई पाखा लाग्छ। राम्रो मान्छे चाहिँ आउनु पर्यो र जेएनजी र नेपालको समुन्नत विकासको लागि सबै लाग्नुपर्छ। यहाँलाई मैले सोधेँ जस्तो अब मेन कुरो मुख्य कुरो जेएनजी कहाँनिर अलिकति चुक्यो भन्दाखेरि जसको नेतृत्व कमजोर देखियो। धेरैवटा हामी जेएनजी हौँ भनेर आइरहेको छ अझै पनि होइन। अहिले सुदन गुरुङ छ, सुदन गुरुङ भाइ, अब कोही धरानको असली जेएनजी हामी भनेर आइरहेको छ, कोही कहाँको हामी असली जेएनजी बिच पनि विभिन्न ग्रुप र फुट देखिरहेको अवस्था छ। यहाँलाई जस्तो अब हामीले चाहिँ हजुरलाई मान्यौँ जेएनजीको नेता भनेर भन्यो भने यहाँले नेतृत्व लिन सक्नुहुन्छ? अब उहाँहरूले कस्तो छ भने युवाहरूले अहिले यो मिडिया मार्फत उहाँहरूको यो एकीकृत भएर योजनाबद्ध उहाँहरूले आन्दोलन गर्नुभयो र त्यो हुँदाखेरि तपाईँ र म सम्पर्क भयौँ। मैले अरूलाई यसरी चाहिने बृहत भएर गयो देशमा र त्यो हुँदै गर्दाखेरि उहाँहरू अहिले आएर आन्दोलन उहाँहरूले अगुवाई गर्नुभयो। उहाँहरूको जेएनजीको नामबाट चाहिने यो आन्दोलन सफल भएको छ। तर उहाँहरू बिचमा कसले गर्ने भन्ने चाहिँ उहाँहरूको बिचमा चाहिने त्यो कोर्डिनेसन भएको जस्तो मलाई लाग्दैन। त्यो भएर जो आयो म हुँ भन्ने गर्नुहुन्छ त त्यसरी जानु हुँदैन। तपाईँहरू पनि मिलेर जानुपर्छ। तपाईँहरू एक हुनुभयो भने मात्र चाहिने शक्ति एकतामा हुन्छ। अनि त्यो भयो भने मात्र यी पुराना पार्टी काङ्ग्रेस एमाले माओवादी भन्ने पार्टीहरू चाहिने ले अगाडि बढ्न पाउँदैन, सक्दैन। नभए तपाईँले अघि भन्नुभयो जस्तै तपाईँहरू बाँच्दै गर्नुहुन्छ, उहाँहरूले पुरानै शैलीबाट चुनाव गर्नु खोजिराख्नु भएको जस्तो यता कता मलाई लाग्दैछ भने फेरि उहाँहरू नै आएर राज्यको डाडु पनि अरू फेरि उहाँहरूले चलाउन सुरु गर्छ। फेरि भ्रष्टाचार त जस्ता तस्तै हुन्छ। त्यो 75 जना जेएनजीहरूले बलिदान दिएको त्यो अर्थ औचित्यहीन हुन्छ। त्यस कारणबाट तपाईँहरू पनि एक भएर अगाडि बढ्नुहोस्। राम्रो कामको लागि, देशलाई चाहिने समृद्ध बनाउनको लागि र समुन्नत नेपाल बनाउनको लागि हामी पनि साथ दिन सक्छौँ। जस्तो हजुरलाई नेतृत्व माने भने हजुर स्वीकार्न तयार हुनुहुन्छ? अब उहाँहरूले दिनुभयो भने त यो मान्छेले काम गर्न सक्छ, गर्छ निश्चित, देश र जनताप्रति वफादार भएर काम गर्छ भन्नुभयो भने त वाइ नट, किन नगर्ने, गरिन्छ। जस्तो अब 79 र 84 को चुनावमा यहाँ खोटाङबाट लड्नुभयो हो होइन? हजुर हो। यहाँले अब जस्तो अब म तलब सुविधाहरू पनि अब लिन्न, म समाजसेवा काम गर्छु भनेर एउटा अहिले पनि उदाहरणीय तरिकाले समाजसेवा गरिरहेको आदरणीय व्यक्ति नै हुनुहुन्छ। हजुर हो होइन? अब अहिले त झन् अब जो त्यहाँबाट निर्वाचित भएर आएका थिए उनीहरू त नाङ्गे।
अब चाहिँ पक्कै पनि राकेश राईको आवश्यकता पर्यो भनेर खोटाङीहरूले महसुस गर्ने गरी यहाँ के भन्नुहुन्छ? धन्यवाद, यहाँले सम्झाइदिनु भयो। वास्तवमा जेनजी आन्दोलनपछि अहिले अन्तरिम सरकारको नेतृत्व माननीय हाम्रो चाहिने प्रधानमन्त्रीज्यू सुशीला कार्कीज्यूको नेतृत्वमा भइरहेको छ र अहिले मन्त्रीज्यूहरूले हामी तल भत्ता सुविधा लिनु, गाडीहरू लिनु भन्ने पनि आइराख्नु भएको छ र म तपाईको 74 सालमा पनि खोटाङबाट र 79 सालको मङ्सिर 4 गते पनि खोटाङबाट चुनाव लडे। तर 79 सालको मङ्सिर 4 गते चाहिँ खोटाङ क्षेत्र नम्बर 1 कबाट हजुर प्रदेश सभा सदस्यको लागि लडेको थिएँ र 74 सालमै मैले भनिसकेको कि खोटाङ्गे जनताले मलाई उहाँहरूको बहुमूल्य मत दिएर, गोप्य मत दिएर मलाई माननीय बनाइदिनु भयो भने म शासक होइन सेवक बन्ने हो। तपाईहरुको काम खोटाङको समस्या म संसदमा लगेर पोख्ने हो, त्यो भारी त्यहाँ बिसाउने हो र त्यहाँबाट ल्याउन सक्ने नयाँ राम्रा कुराहरू तपाईहरुको कानमा पुर्याउने हो र त्यो गर्दै गर्दा तपाईहरुको बहुमूल्य मतको मान सम्मान गर्दै म तलब भत्ता सुविधा लिन्छु, एक गाउँ एक विकास गर्छु, म पर्सनल लिन्न भनेर मैले उद्घोष गरेको थिएँ। बल्ल अब यो जेनजीको आन्दोलन पछाडि अहिले मात्र त्यो चर्चा परिचर्चा भयो। मैले त्यतिखेरै तपाईको चाहिने म लिँदै लिन्न भने मान्छे हो। अहिले सङ्घ संस्थाहरूमा पनि सबैमा आबद्ध छु। म लिने काम कहीँ पनि गर्दिनँ। संस्थामा त लिने कुरै हुँदैन, तलब भत्ता सुविधा लिने कुरै हुँदैन। हजुर, भनिसकेपछि स्वस्फूर्त समाज समुदाय र राष्ट्र बनाउनको लागि म लाग्ने हो। किनभने म अघि तपाईले भन्नुभयो म भूपू ब्रिटिस आर्मी पनि हो। अब म बेलायत पनि बस्न सक्छु, कुनै पनि देशमा गएर बस्न सक्छु। तर 25-30 वटा देश घुमिसकेको हुनाले त्यो चिज चाहिँ यहाँ प्रयोगमा ल्याउँ र हाम्रा गाउँका मानिसहरूलाई एउटा चाहिने मार्गदर्शन मात्र, बाटो मात्र यस्तो छ है, सिस्टम यो है भन्ने किसिमको बनाइदिनु पाए पनि त्यो एउटा इतिहास रहन्थ्यो र हाम्रा जिल्लावासी दाजुभाइहरूले केही परिवर्तन र केही सुख फिल गर्नुहुन्थ्यो कि भन्ने मलाई लागेर म यहाँ बसेँ। जस्तो यहाँले 25-30 वटा देशहरू घुमिसक्नुभयो। हजुर, अब त्यही कुराहरूको देखेको अवलोकन गरेको कुराहरू, अनुभव गरेको कुराहरूलाई समाजमा लगानी गरौँ भन्ने कुरा यहाँको जुन कुरा हो, साँच्चै यहाँको यो कुरा अवर्णनीय छ। र अब अहिले चुनावको हामी अब सुरु भयो भन्दा पनि भइसक्यो। यतिखेर अब जस्तो विदेशमा रहेका नेपालीहरूले पनि भोट दिन पाउने भन्ने कुराहरू आइरहेको छ। यो कुरालाई कसरी लिनुहुन्छ, ठिक कि बेठी? वास्तवमा उहाँहरू नेपाली नागरिक हो। हजुर, अनि मलाई लाग्छ यहाँ जन्मेर उहाँहरू रोजगारीको सिलसिलामा बेलायततिर अथवा अमेरिका अथवा कुनै पनि अस्ट्रेलिया कुनै पनि देशमा जानुभएको छ। उहाँहरू नेपाली नागरिक हो। उहाँहरूको यहाँ भोट हाल्ने नैसर्गिक अधिकार हुनुपर्छ र अहिले तपाईको टेक्नोलोजी अगाडि भएको हुनाले उहाँबाट पनि भोट हाल्ने अवसर पाउनुभयो भने उहाँहरूले चाहेको मान्छे, उहाँहरूले त संसार उहाँ बाहिर बसेर त हेरिराख्नु भएको छ। नेपालको यो भ्रष्टाचारको चाहिने दङदङ गन्धहरू त सुनिराख्नु भएको छ, देखिराख्नु भएको छ। त्यस्ताको चाहिने उहाँहरूले चाहिँ छानबिन गरेर राम्रो मान्छेलाई भोट दिएर ल्याउन सपोर्ट हुन्थ्यो भन्ने मलाई लाग्छ। र उहाँहरूको नागरिकताको सन्दर्भमाहरू छ, उहाँहरूसँग बजेट उहाँ छ, दुःख गरेर कमाउनु भएको छ। त्यो पैसाहरू उहाँहरूलाई दुईटै सुविधा दिइयो भने अब यहाँ अहिले त के गरिएको छ, यहाँको नागरिकता कि त्यागिदिनु पर्यो, उहाँ बस्छ भने कि उहाँ एकरो गरेको छ। दुईतर्फी उहाँलाई सुविधा दिइयो भने मलाई लाग्छ उहाँहरूले यहाँ आएर त्यो पैसा पनि लगानी लाउन सक्छ, यहाँ रोजगारी बढ्छ हैन। रोजगारी केमा त भन्दाखेरि सरकारी काम मात्र होइन नि त रोजगारी त। अब तपाईको प्राइभेट कम्पनी सेक्टरहरूले चाहिँ धेरै मान्छेलाई रोजगार दिन सक्छ, धेरै सुविधाहरू दिन सक्छ। चाहे त्यो कृषिमा होस्, चाहे त्यो शिक्षामा होस्, चाहे त्यो स्वास्थ्यमा होस्, यी यावत कुराहरू छ। त्यसकारणबाट ती पैसाहरू चाहिँ यहाँ भित्राउने काम भयो भने मलाई लाग्छ रोजगारी पनि सिर्जना हुन्छ। जस्तो अलिकति अब यहाँको म अलिकति ब्याकग्राउन्डतिर अझ जान्छु।
जस्तो अब हजुर हेर्ने हो भने भूपू कप्तान पञ्चवीर राईको नाति हजुर मेरो हजुर प्रधान पञ्च पनि हुनुहुन्थ्यो हो होइन। त्यसै गरी खोटाङका जिल्ला सभापति रत्न राई जो हजुरको बुवा हजुर हो, जसको चाहिँ हजुर माइलो छोरा हुनुहुन्छ हजुर हो, र नेपालको 1 नम्बर विश्वविख्यात गायक आदरणीय दाई राजपाल राई दाईको पनि हजुर दाई हुनुहुन्छ हो होइन। हजुर हो। अब जताततै हेर्ने हो भने हजुरको परिवार त अब चर्चा छ, सबै चर्चितै चर्चित होइन। अब यसमा हजुरलाई जस्तो अब अहिले फेरि समाजसेवामा केन्द्रित हुनुहुन्छ, अलिकति अब व्यवसायतिर गरौँ भन्ने कुरा चाहिँ यहाँलाई सोच आएन? कहिले पनि व्यवसाय कुनै उद्योग कल कारखाना खोलौँ भन्ने खालको चाहिँ आएन? अब थ्याङ्क यू यहाँलाई। अब हो मेरो बाजे क्याप्टेन हुनुहुँदो रहेछ खास, तर गाउँघरमा तपाईँको कप्तान भन्नुहुन्थ्यो, उहाँ भूपू कप्तान अहिले स्वर्गमा हुनुहुन्छ, आएर प्रधान पञ्चम गर्नुभयो। अनि बुवा पनि भूपू लाउरे नै हो, उहाँ पनि जिल्ला सभापति खोटाङको हुनुभयो र अहिले बेलायतमै हुनुहुन्छ। अब भाइको त अब तपाईँले भनिहाल्नुभयो। अब व्यवसाय गर्ने क्रममा व्यापार गर्ने क्रममा तपाईँको मैले धेरै उस गरेँ। मैले तपाईँको एउटा उदाहरणको लागि बोर्डिङ पनि चलाएँ। हजुर, बोर्डिङ चलाउँदै गर्दाखेरि 37 जना विद्यार्थीलाई फ्री स्कलरसिप पनि मैले गर्देँ होइन। किनभने त्यो शिक्षाबाट वञ्चित हुनु हुँदैन, उहाँहरूको पनि त इच्छा चाहनाहरू हुन्छ, राम्रो पढ्दियोस्, बोर्डिङमा पढ्दियोस्, ठुलो मान्छे भइदियोस् भन्ने, त्यो कामसम्म गरेँ। अब अन्य व्यापार बिजनेसको सन्दर्भमा त आफ्नो अलिअलि धेर थोर लगानी त हुनैपर्छ, गर्नैपर्छ। नभए फेरि तपाईँको मलाई लाग्छ साथीहरूको यसो त्यो बायोग्राफ लेखेको सुन्दा भन्दा तपाईँको पेसा के हो भन्दा म राजनीतिज्ञ भन्दाखेरि चाहिँ तपाईँको त्यसले सान्दर्भिक दिँदैन, सन्देश राम्रो दिँदैन। किनभने उस पैसा त चाहियो नि त, इन्कम त चाहियो नि त। राजनीति भनेको समाजसेवा हो, अनि पैसा चाहियो नि त, इन्कम के गर्ने त? तपाईँको इन्कम त हुनु पऱ्यो नि त। त्यस कारणबाट एउटा न एउटा व्यवसाय गर्नुपर्छ, या कमाउने आफूले कमाउने वातावरण बनाउनु पऱ्यो। त्यो आफू चाहिने निपुण भइसकेपछि अरूलाई फेरि त्यो बाटो देखाउनु पऱ्यो। त्यसो भयो भने मात्र भ्रष्टाचारको अन्त्य हुन्छ। अहिले त के देखिन्छ भन्दाखेरि त्यही भएर धेरैले गाली गर्नु हुँदो रहेछ। हिजो साथीहरू भुक्के चप्पल लाएर हिँड्ने, आज चाहिने गाडीमा त्यो तपाईँको फेरि अब जनताको छोरा खाडीमा, यहाँका चाहिने नेताहरू सबै गाडीमा भन्ने यो त नारा रहेछ। हेर्नुहोस् त्यो के हो त भन्दाखेरि आफूबाटै जे कुराको पनि सुरुवात गरियो भने कसैले कसैलाई औँल्याउने र होच्याउने घोच्ने काम हुँदैन भन्ने लाग्छ। तपाईँ परिवर्तनको कुरामा पनि आफूबाटै सुरु गर्ने, भ्रष्टाचारको कुरामा पनि आफूबाटै सुरु गर्ने होइन। न्याय र समानताको कुरामा पनि आफूबाटै अरूलाई चाहिने माया गरियो भने पो सम्मान पाइन्छ त। यो त नभए त तानाशाह प्रविधि त त्यो राणा हटाइयो, राजा हटाइयो भने अब यो त के भयो त? के भइरहेछ त? लोकतन्त्रमा तपाईँको गोली डङ चाहिने टाउको हानेर मारिराखेको छ। यो त ह्युमन राइट्सले पनि त यस्तो त भन्दैन। त्यता पनि गरियो भने त सबै यो टाउकेहरू नेतृत्वमा बस्ने अस्तिको सरकारको साथीहरू त सबै जेल जानुपर्छ जस्तो लाग्छ मलाई, र जेल लगेर छानबिन गर्नुपर्छ। नभए जेनजीले गरेको यो आन्दोलनमा न्याय पाउँदैन। जस्तो अब हाम्रै भनौँ न, अब हाम्रै राजनीतिक विश्लेषकहरू, लेखकहरूले चाहिँ के भनिरहेको छ भन्दाखेरि हाम्रो समुदायलाई बन्दुकसँग साटे, लाउरे बनाए, हामी मेन बिग्रेकै लाउरे प्रथाले बिग्रियौँ। त्यसले गर्दाखेरि यो लाउरे जुन भर्ती छ यसलाई बन्द गरिनुपर्छ भन्ने पनि हाम्रै मानिसहरूले, हाम्रै विश्लेषकहरूले भनिरहँदाखेरि यहाँको जुन लामो अनुभव, त्यहाँदेखि अहिले आएर गरिरहेको समाजसेवी हुनुहुन्छ, हजुर के भन्नुहुन्छ यो विषयमा? उहाँको कुरा कस्तो लाग्छ? अब ठिक होला, उहाँहरूको आफ्नो विचार हो, तर म चाहिँ त्यहाँ भएर गरेर आइसकेको हुनाले मेरो तर्क म दिन चाहन्छु। अब सबैले कोसिस गर्ने हो, नभए पछाडि त विरोध गर्ने हो भनेपछि त्यो जो अरू थिए भर्ती हुन त्यो कोसिस गरेकै हुन्थ्यो। किनभने तपाईँको त्यहाँको सुविधाहरू, त्यहाँको आर्थिक चाहिने सुन्दर पाटो भनेको आर्थिक छ, त्यो सुविधाहरू त्यहाँको छ, त्यो पाउनको लागि त
सबैले कोसिस गरेकै हुन्थ्यो होला भन्न चाहन्छु। तर त्यो बन्द भन्दाखेरि त्यो जुन सम्झौता गरेर ब्रिटिसमा लगिए, हजुर, इन्डियामा लगे, त्यसले खासै हाम्रो समाज र समुदायलाई घाटा भयो जस्तो लाग्दैन। किनभने तपाईँको हो अहिले लाउरेकै छोराछोरीहरू नाति पनाति भएरै आएर यहाँ पनि अहिले पढ्न लेख्न थाले। नभए त पहिलाको शासकहरूले त तपाईँहरूलाई त थाङ्नामै सुताएको थियो नि। पढेको नि के काम, हलो जोतीमा तपाईँहरू खेती गर्नुहोस् भनेर गोरु जोताएकै बाहुनहरूले उखान त्यस्तो बरु हाम्रो लाउरे भइसकेपछि त्यो चेतना त्यहाँको लिएर आइसकेपछि पढाउनु पर्दो रहेछ। पढाउनुलाई फेरि पैसा चाहिँदो रहेछ भनेपछि त लाउरेसँग पैसा थियो नि त। त्यो भएर अहिले डाक्टर, इन्जिनियर, पाइलटहरू धेरै भएको छ हाम्रो मान्छेहरू। अब तपाईँ बेलायतकै सन्दर्भमा गर्दा सुन्नुहुन्छ भने त मिसाल बनाउने त्यस्ता युवा भाइ बहिनीहरू छन्। त्यहाँको वकालत गर्ने ठाउँमा छन्, डाक्टरहरू छन्, इन्जिनियर, सबै किसिमका मान्छेहरू छन्। आर्मीमा, पुलिसमा, सबै क्षेत्रमा कर्नलहरू भइसकेका छन् अहिले। भनेपछि त्यसलाई त नराम्रो त भन्न मिल्दैन हैन। तर यहाँ भन्ने चाहिँ के हो त भन्दाखेरि त्यो डोमिनेसन गर्नको लागि मलाई लाग्छ बन्दुक के भनिदिन्छ, कलम र उसमा साट्यो भनिन्छ। तर उहाँहरूले बन्दुक मात्र चलाउने होइन। तपाईँ कोही मानिसलाई यहाँ बन्दुक दियो भने हजुर चलाउन जान्दछ त, जान्नु पर्यो नि त। त्यो पनि विज्ञ ठान्नुपर्छ। उहाँहरूले संसार देखेको छ, बोल्न जान्दछ, लेख्न जान्दछ। तर यति चाहिँ हो त्यहाँको सरकारले पनि भ्रष्टाचार गर्नु हुँदैन भने पछाडि त्यो सिधा देखिन्छ। भ्रष्टाचार नगरे पछाडि लाउरेहरू आउँछन् यहाँ। उहाँ जे ढङ्गले चलायमान थियो, सिस्टममा छ उहाँ त, त्यो सिस्टम खोज्दाखेरि यहाँ हुँदैन। र जहिले म के भन्ने गर्थेँ भने कुनै पनि कार्यालयमा जाँदाखेरि 10-15 मिनटमा हुने काम छ भने 1-1.5 घन्टा लगाइदियो भने त्यो पनि भ्रष्टाचार हो। के गर्दै हुनुहुन्छ तपाईँहरू भन्ने मान्छे म। हजुर, तलब भत्ता सुविधा त लिने, एक गाउँ एक विकास गर्ने त भन्ने छँदै नै थियो। तर यस्तो कुराहरूमा पनि आवाज उठाइराख्ने मान्छे चाहिँ म पनि हो जस्तो लाग्छ। अब अलिकति फेरि म राजनीतितिर फर्किन्छु। जस्तो अब राजनीति भन्नु नेता चाहिँ कस्तो मान्छे बन्नुपर्छ, राजनीति चाहिँ कस्तो व्यक्तिले गर्नुपर्छ भन्नुहुन्छ यहाँले चाहिँ? राजनीतिक अब त्यो राज्यको नीति भन्ने मात्र होइन रहेछ, स्वच्छ छवि भएको चाहियो। अब इमानिजत भएको एकदम स्वच्छ। तपाईँसँग इमान्दारिता भयो भने त्यो पैसाले पनि किन्न पाइँदैन। त्यो सबभन्दा महत्त्वपूर्ण चाहिँ इमान्दारिता, योग्यता, क्षमता अनि इमान्दारिता। यो चिज चाहिँ महत्त्वपूर्ण हुन्छ। त्यस्तो मान्छे आयो भने देशले छलाङ मार्छ, विकास गर्छ, जनताले सुख पाउँछ। नभए यी पुरानै साथीहरू आउनु भने चाहिँ कुनै परिवर्तन हुँदैन। उहाँहरू लाइनमा क्युमा बसिसक्नु भएको छ। अहिले उहाँहरू भुक्नु थालिसक्नुभयो। किनभने अब प्रदेश र स्थानीय सरकार जीवितै छ। अब त्यो पनि विघटन गरिएन भने चुनाव भयो भने त्यो आफ्नो कार्यकर्ता खाइपाइ आएको मान्छे त त्यहीँ छ नि त, त्यही ग्रासरुटमै छ। हजुर, त्यसैले त्यो समाप्त पार्नुको लागि चाहिँ त्यो पनि चाहिने डिजर्भ गर्नुपर्छ भन्ने मलाई लाग्छ। अनि मात्र सबै यो नाराको साथ जुन जेनजीले ल्याएको थियो भ्रष्टाचारको, त्यसको चाहिँ अन्त्य हुन्छ। र यो पुराना पार्टीका पुराना नेताहरूलाई चाहिँ चुनावमा हराए पछाडि मात्र चाहिने परिवर्तन हुन्छ भन्ने लाग्छ। आफूलाई योग्य ठान्नुहुन्छ कि भन्नु? म त अब के भने नेपाल र नेपालीको लागि जन्मेकै यही माटोमा केही गरौँ र यहीँ नै केही चाहिने गरेर मरौँ भन्ने हो। अहिलेसम्म कसैलाई हानि पुर्याइएको छैन। अब पुर्याउने त कामै हुँदैन। किनभने गर्छु भनेर म लागेको छु, अनि मैले त्यो नाफा नोक्सानतिर गयो भने पो हानि नोक्सानी र यस्तो कुराहरू आउँछ। तर पूर्ण रूपमा सेवक भएर लागे पछाडि तपाईँको किन कसलाई लात्ता हान्नु छ र?
त्यसकारण किन कोबाट गाली खानु छ र म योग्य छु भन्ने यहाँलाई लाग्छ? अब यो तपाईँको अत्यन्तै महत्त्वपूर्ण क्वेसन छ। अब तपाईँको मैले भने नि, मैले जिल्लामा स्कुलहरू बनाइदिएको छु, प्राइभेट स्कुलहरू। मसँग अथाह पैसा भएर होइन, म एक नेपालमा खोटाङ्गी सेवा समाज पनि हजुरकै सायद परिकल्पना होला। त्यो मभन्दा अग्रज दाइहरूले त्यो कल्पना गरेर स्थापना गर्नुभयो। त्यतिखेर औँलामा गर्ने मान्छेहरू मात्र यहाँ थिए। अहिले सबै खुट्टा लाग्ने बित्तिकै सबै यहाँ छौँ, त्यो पनि गर्व गरौँ। किनभने समाज पनि भएको छ, विकास भएको छ, ठुलो बृहत्तर भएको छ। र अब मैले भन्दै थिएँ स्कुल स्थापना गरिदिएँ, हजुर बनाइदिएँ, पैसा मसँग अथाह भएर होइन, त्यहाँको मान्छे शिक्षाबाट वञ्चित हुनु हुँदैन भनेर। म फेरि नेपालकै सन्दर्भमा कुरा गर्नुहुन्छ भने चाहिँ 1 रुपैयाँ पनि नेपाल सरकारको 1 रुपैयाँ पनि लिएको छैन। करदेखि लिएर सबै चाहिने तिरेकै मात्र छु। किनभने मैले पहिल्यै दुःख गरेको छु। हजुर कुनै चाहिने एउटा इन्कम सोर्स आउने बाटोहरू त पहिला बनाउनु पर्यो नि त। यहाँ त अब तपाईँको बच्चैदेखि राजनीतिज्ञ भनेर हिँडेको छ, पेसै बनाएको छ, उहाँको के छ त इन्कम सोर्स? अनि उहाँलाई त्यो ठाउँमा पुर्याइसकेपछि भ्रष्टाचार गर्नुभन्दा विकल्प के हुन्छ? त्यो सबभन्दा जड आफ्नो खुट्टामा पहिला त आफू उभिन सक्नु पर्यो नि त, अनि पो अरूलाई चाहिँ गर्न सक्नु। त्यहाँबाट सुरु भयो। सुरुमा भ्रष्टाचार त त्यही हो नि। व्यवसाय गर्नुहोस् अनि सेवामा लाग्नुहोस्, राजनीति गर्नुहोस्। तर सरकारले तपाईँको राजनीति गर्दाखेरि पनि भ्रष्टाचार नगरोस् भनेर तलब भत्ता सुविधा दिएको छ नि। अहिले त बरु पञ्चायती कालमा बैठक भत्ता र टिएडिए आउने जाने बाटो खर्चहरू दिन्थ्यो। अहिले त तपाईँको तलबै कर्मचारी जस्तो दिएको छ। र त्यसले पनि भएन। अब विकासको नाममा त विनाश धेरै भएको छ। त्यो म धेरै गहिरोतिर जान्न। जस्तो अब मैले अलिकति अगाडि सोध्न चाहेको थिएँ, तर कुराको सिलसिलामा धेरै पछाडि आइपुगेँ होइन। ठिक छ। मैले थाहा पाएअनुसार 2 दिन अगाडि होला सायद हजुरले जेनजीका घाइतेहरूलाई भेटेर आउनुभयो। हो होइन, केही सहयोग पनि गर्नुभयो भन्ने कुराहरू एकदम आयो। कस्तो लाग्यो त्यतिखेर यहाँलाई त्यो भेटेर उहाँहरूको त्यो अब दुःख पीडा देखेर कस्तो फिल भयो यहाँलाई? अब त्यही भएर मलाई लाग्छ देशमा विडम्बना। अब उहाँहरू देशको यो व्यथितिलाई स्थितिमा ल्याउनका लागि युद्ध गर्नुभयो, आन्दोलन गर्नुभयो भनौँ। र उहाँहरू घाइते हुनुभयो। अघि पनि भने 75 जनाले त शहादत नै प्राप्त गरिसक्नुभयो। अब अहिले त्यही हेर्दाखेरि उहाँहरूले के पाउनुभयो त? घाइते हुनुभयो अनि अहिले निको भएर जाने क्रममा डिस्चार्ज हुनुभयो। सरकारले चाहिने ट्रिटमेन्ट चाहिँ फ्री गरिदिएछ। तर त्यो मात्र पर्याप्त होइन। मैले भने नि, अब उहाँहरूलाई ज्यान गुमाउनेहरूको लागि कसैको एउटा मात्र छोरो थियो, अब बाबुआमा मात्र उहाँहरू त हेर्नुहोस्। अब त्यस्ता अवस्थाहरू भयावहको अवस्था छ क्या। त्यो कोही कसैलाई पर्दाखेरि पनि मन चित्त बुझाउने ठाउँै छैन। भनेपछि त्यस्ता मान्छेहरूलाई चाहिँ 1 करोड दिनु पर्यो। मन पनि हुन्छ अनि गरी खाने एउटा वातावरण त सिर्जना हुन्छ नि त। त्यही छोरा भोलि गएर त्यही पढाएर त्यो ठाउँमा पुर्याएर उहाँले कमाएर केही गरौँला भन्दाखेरि छोरै छैन। भनेपछि सरकारले त्यति हेऱ्यो भने उहाँहरू गरी खान्छ। त्यो सन्देश दिन चाहनुहुन्छ सरकारलाई पनि? एकदम। अनि अर्को घाइते छ, अपाङ्ग छ। अब उहाँलाई के गर्छ त? उसको लाइफ डिजास्टर भयो। उहाँ अगाडि बढ्न सक्नुहुन्न, घाइते चाहिने पर्मानेन्ट अपाङ्ग हुनुभयो। उहाँहरूलाई पनि 50 लाख दिने गर्नुहोस्। र अब तपाईँले भन्दै गर्दाको कुरामा चाहिँ हाम्रो खोटाङ्गे भाइहरू 2 जनालाई म भेट्न गएँ। एकजना अझै ट्रमा सेन्टरमा हुनुहुन्छ, सायद आजभोलि डिस्चार्ज हुँदै हुनुहुन्छ। एकजना भाइ चाहिँ हुनुभयो, अनुप भाइ चाहिँ। अब टाँका पुरै भइराखेको छ। दसैँ आयो, गाउँ जानु पर्यो, खर्च छैन। ट्रिटमेन्ट मात्र भएर भएन नि त। हजुर। अनि केही पनि छैन। अनि बाटो खर्ची त दिनै पर्ने भयो। त्यो भएर त्यो मैले तपाईँले देख्नु भएको मिडियामा त्यो सही हो, फेसबुकमा। अर्को भाइको चाहिँ अहिलेसम्म अवस्था ठिकै छ, हस्पिटलमै छु भन्नुभयो। अनि
त्यस कारणबाट त्यस्ता मानिसहरूको लागि पनि 50 देखि 1 लाख रुपियाँ सरकारले चाहिँ नि छुट्याइदिनुपर्छ भनेपछि उहाँहरूको पनि मोरल अप हुन्छ नि त, मोरल त राम्रो हुनु पर्यो नि त कि म यसरी लडेँ, परिवर्तनको लागि लडेँ, भ्रष्टाचारको लागि लडेँ। अब हाम्रो सरकार जेएनजीको सरकार चाहिँ स्थापना भएको छ अनि त्यो सरकारले हामीलाई न्याय दिनुभयो भन्ने किसिमको सन्देश चाहिँ सरकारले नै दिनुपर्छ भन्ने लाग्छ। अन्त्यमा अब फागुन 21 गते महत्त्वपूर्ण दिन हो हाम्रो हैन? अब जनतालाई यो कुरामा होशियार अब यसो गर्नुपर्छ भन्ने खालको सन्देश के दिन चाहनुहुन्छ? त्यो त म बारम्बार नै भन्ने गर्छु। अब परिवर्तनको सँगसँगै के भयो त भन्दाखेरि आन्दोलनले यत्रो छलाङ मार्यो कि संसारमै नभएको 2 दिनमै 27 घण्टामै चाहिँ नेपालको राजनीतिक उथलपुथल भएर चाहिँ यी ठुला पार्टीहरू अझ दम्म देखाएर न पार्टीको सिद्धान्त मिल्छ न विचार मिल्छ, पूर्व पश्चिमको चाहिने छ तर पनि काले काले मिलेर खायो, दाइ त काले भाइ पनि काले 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 मिलेर खाउँ भाले भने जस्तो 84 सम्म हामी चाहिने यसरी नै राजगद्दी गर्दै हिँड्छौँ। हामी नि हो साथीहरूको दम्ब हेर्नुहोस् न, संसदभित्र बोलेको हामीले बोलेको कसले चाहिने काट्न सक्छ, खण्डन गर्न सक्छ भन्ने, पत्रकारहरूलाई बाहिर आयो भने को छानबिन गर्ने, अझ कसले गर्ने त्यसो भनिराख्ने। यता बाहिर आएर पत्रकारले सोध्यो भने तपाईँहरूले हाम्रो पार्टी र यसको सरकारको विषयमा छ भने हामीले सोधेर मात्र बोल्नुहोस् भन्ने, भनेपछि कस्तो दम्ब थियो। त्यो दम्ब त अहिले त पैताले मुनि पुर्याइदिएको छ नि त। यो राज्यको ढुकुटी त सरकारलाई जनतालाई चाहिने प्यारासिटामोल खाने पैसा छैन, उहाँहरूको त कोठा भरि रहेछ नि त पैसा त। त्यो त प्रमाणितै भयो, प्रमाणित भइसक्यो। अब यस्ता मान्छेहरूलाई कहाँबाट पैसा आयो त? त्यो छानबिन हुनुपर्छ। उहाँहरूलाई चाहिने उहाँहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ, उहाँहरूलाई जेलमा हाल्नुपर्छ अनि त्यही पैसाबाट चाहिने पुनर्निर्माण गरेर अगाडि बढ्नुपर्छ। र अब त्यो चुनावको जबसम्म कुरा आयो तपाईँले भन्नुभएको कुरामा मैले के भन्न चाहन्छु भन्दा मैले पहिला पनि भन्थेँ, तपाईँहरू साँच्चीकै परिवर्तन चाहनुहुन्छ भने अब जेएनजीले त ल्याइसक्यो भनेपछि अब उहाँहरूको भावना विचारलाई कदर गरेर हामी अगाडि जाने र नयाँ नेपाल सिर्जना गर्ने भने अब हामीले चुनावमा मासु भात जाँड रक्सीमा लाग्ने होइन, विचारमा लागेर उहाँहरूको भावनालाई कदर गरेर त्यो उहाँहरूले पाउने जुन छ युवाहरू या राम्रो मान्छेलाई चाहिँ तपाईँहरूले भोट हालिदिनुहोस्। उहाँहरूसँग त पैसा छ, भ्रष्टाचार गरेर पैसा छ, तपाईँहरूलाई बाँड्छ, अझै पनि के भन्छन् त्यो सबै सुनिदिनुहोस्। पैसा दियो भने पैसा लिइदिनुहोस्, खानु दियो भने खाइदिनुहोस्, भोट उहाँहरूलाई पुरानो पार्टीहरूलाई नदिनुहोस्, परिवर्तन भइहाल्छ। यही सन्देश दिन चाहनुहुन्छ? म यही सन्देश दिन चाहन्छु। अन्त्यमा जाँदा जाँदै अहिले आइरहेको हिन्दूहरूको महान चाड विजयदशमी दसैँको शुभकामना हजुरलाई। हस्, थ्याङ्क यू भेरी मच। अब यहाँहरूले पनि आज यो अत्यन्तै महत्त्वपूर्ण र तपाईँहरू व्यस्त समयमा पनि मलाई आफ्नो भनाइ राख्ने शुभ अवसर प्रदान गरिदिनु भयो र यो हिन्दूहरूको विशेषता यो विजयदशमी शुभ दीपावली को म पनि सम्पूर्ण देश विदेशमा रहनुभएका आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति यहाँहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र यहाँहरू दुवैजनालाई म मेरो हृदयबाटै धन्यवाद भन्न चाहन्छु। हस्, धन्यवाद। थ्याङ्क यू, धन्यवाद।